सबैलाई फेरि पनि नमस्कार छ। म नवीन खड्का। जुन अस्तिको मैले भिडियो बनाएको थिएँ त्यो भिडियो अलि व्याख्या गर्न बाँकी थियो। हुन त म कुनै पत्रकार पनि होइन है, हुन मलाई कुनै केही पाइने पनि होइन। त्यो जुन भिडियो छ एउटा आमाको लागि हुनेछ जुन आजको भिडियो। र आमाले सोच्नुपर्ने के हो भने, यदि छोरा विदेश पठाउँदै हुनुहुन्छ भने छोरा कुन बाटो हिँड्दैछ, छोरा के गर्दैछ र साथीसँग कस्तो व्यवहारिता देखाउँछ र बोल्छ। भोलि जापान आएर 18 लाख यत्रो लगाएर भोलि तपाईँको छोराले केही गर्न सकेन भने तपाईँलाई पनि प्रेसर र छोरालाई पनि झनै प्रेसर। ल छोरा यता ब्याज बढ्यो, खै त पैसा पठाउँदैनस् भन्नुभन्दा छोराले तपाईँलाई छोराको सबै हेबिटहरू तपाईँलाई थाहा हुन्छ। छोराले काम गर्छ कि गर्दैन, कस्तो छ, भोलि अर्को देशमा जाँदाखेरि उसले आफै कमाउनु पर्छ र आफैले कमाएर खानुपर्छ। त्यही अनुसार आफैले कमाएर घर पठाउने यताउति गर्ने गर्छ। र उसले घरमा यदि खाएको थाली धुँदैन भने अलि जापान आउँदा मलाई राम्रो लागेन है। मैले यहाँ धेरै देखेको पनि हो र मैले भोगेको पनि हो र सबै साथीहरूबाट पनि सुनेको पनि हो। त्यो के अरे 12 कटाएर जुन हामी कलिलो उमेरमा 17-18 वर्षको उमेरमा जुन जापान आउँछौँ नि, त्यो जापान आउने त्यो भाइ बहिनी दाइ जो हुनुहुन्छ त्यो मान्छेलाई धेरै स्ट्रेस हुन्छ। कसरी हुन्छ भने, अब उसले 12-13 वर्ष कलिलो उमेरमा जापान आउँछ अनि आइसकेपछि त्यत्रो ऋणको बोझ ल्याउँछ। फेरि काम पाउँदैन, काम पाइसकेपछि आफूले सोचेजस्तो काम पाउँदैन अनि गर्न पनि सक्दैन। फेरि खाना खाने कुनै टाइम हुँदैन, यताउति धेरै कुराहरू। अब यहाँको ट्याक्स तिर्दा यताउति गर्दा करिब पैसाहरू ठिक्क हुन्छ। कसैले त्यो हेड क्यास गऱ्यो होला, यताउति गऱ्यो होला, त्यो इलिगल हो। जुन इलिगलको बारेमा त अब हामी त्यसमा जाँदैनछौँ। सकेसम्म यस्तो बाउआमाले सोचेर बुझेर छोरालाई पठाउनु होला। जापान त्यति साह्रो पनि छैन, सजिलो छैन। त्यही भएर अरूको देखासी नगरिदिनु होला। जुन तपाईँको छोराछोरी जुन आउनुहुन्छ, साथीभाइ जुन अहिले सिया आएको छ र आउने जुन प्लानिङमा हुनुहुन्छ, उहाँलाई एकदमै सोचेर बुझेर राम्रोसँग अरू साथीसँग, अरू गएका अरूहरूसँग छलफल गरी राम्रोसँग हेरेर पठाउनु होला। र कन्सल्टेन्सीको कुरा सकेसम्म 100% त हुँदैन, अलि तपाईँको 40-50% मात्र हो। यस्तो छ उस्तो छ भन्ने मात्र हो। धेरै गाह्रो छ जापान, त्यति सोचे जस्तो छैन है। त्यही भएर साथीको लयमा नआउनु होला। र आमाले सोचिदिनुहोस् कि यति हो कि छोरा त जहाँ जत्रो कमाए नि आफूलाई बनाएर खा र आफूलाई जे गर्छस् अलिकति बचा र त्यही आफ्नो भविष्य बना र पछिको सोच्छस् भने जापान राम्रो छ है। पैसाको लागि अनि तपाईँको यता पैसाको लागि र घरमा पठाउनको लागि र भोलि यस्तो गरौँला, त्यो पैसाले यस्तो गरौँला भन्ने तात्तै खानु चाहिँ छैन। त्यही भएर सबैले सोचिदिनु होला। यहाँ आएर तपाईँको छोराछोरीहरू जुन आमा बुवा जुन आउनुहुन्छ त्यति सजिलो छैन, गाह्रो छ। त्यही भएर काम पनि पाउन धेरै गाह्रो छ अहिलेको सिचुएसनमा। नेपाली पनि धेरै भइसक्यो, सबै भन्दा नि अब विदेशीहरू पनि धेरै भइसक्यो। जनसङ्ख्या यहाँको भन्दा बढी केही उसरी हेर्ने हो भने 50-60% नेपाली भइसक्यो। त्यही भएर अब अलिक गाह्रो छ, सोचेर बुझेर त्यही अनुसार पठाउनु होला है। अब यो अरूको देखाएर गरेर नआइदिनुहोस्। त्यही भएर यहाँको रुल्स र यताउति रुल्स ट्याक्स यस्तो कडा छ। अब हामी त्यहाँ साथीसँग यताउति बाटोमा जाँदा पनि हल्ला गर्ने अथवा अङ्गालो हाल्दै जाने, यहाँ त्यस्तो छैन। रुल्स एकदमै कडा छ। मुख बन्द गरेर हिँड्नुपर्छ, बाटोमा फोन गर्न पाउँदैन। धेरै सोचेर बुझेर
पाइलो चाल्नुपर्छ। जापान त्यति साह्रो सजिलो पनि छैन र यहाँको ट्याक्स हेर्ने हो भने तपाईँको यहाँको ट्याक्स पहिला त हामी सस्तो नै लिन्छौँ जुन सिम राख्नु थियो। अब त्यसलाई महिनामा 20 जिबीभन्दा तल खायो भने अथवा 3 जिबीभन्दा माथि खायो 20 जिबीसम्म खायो भने 2000सम्म आउँछ र अरू पनि नोरिखाइ गर्दा अथवा चेन्ज गर्दा पैसा त्यति नै लाग्ने गर्छ र अरू इन्सुरेन्स ट्याक्सहरू यहाँको सबै ट्याक्स तिर्दा हामीलाई थाहा पनि हुन्न। एकदमै गाह्रो छ त्यो ट्याक्सहरू नतिरेमा फेरि इम्पोर्टेन्ट डकुमेन्ट भनेर आउँछ जुन हाम्रो घरमा तिरेन भने फेरि अर्को नेक्स्ट टाइममा भिसा थप्नलाई एकदमै गाह्रो। जुनको अब हामीले ट्याक्स तिरेन भने मैले अहिलेसम्म सोचेको कि यो हामी जुन जापानमा बसेर कमाइरहेको जापानले आफै लग्दो रहेछ क्या ट्याक्स गरेर यताउति गरेर सबै कुराहरू महँगो छ। त्यही अनुसारको पैसा नि छ तर महँगो नि छ। पैसा नि बच्दैन फेरि त्यस्तो ठाउँ छ। जापानले आफ्नो पैसा आफै नै युज गर्छ भन्ने सुनेको थिएँ, साँच्चै हो रहेछ। त्यही भएर सोचेर बुझेर आउनु होला। आउनेलाई वेलकम छ र जो सोच्दै हुनुहुन्छ एकदमै सोचेर सबै कुराहरू इन्फर्मेसन थाहा भएर आउनु होला। हस् त धन्यवाद। तपाईँ प्रतिक्रिया दिन सक्नुहुनेछ मेरो कमेन्टमा है। हस् धन्यवाद।